ल हामी चाहिँ 5:30 बजे उठिसकेको छौँ होइन। हाम्रो सिक्लेस त्यहाँ छ, सिक्लेसको माथिको भ्यू हिमालहरू चाहिँ यस्तो अहिले डिम लाइटमा देख्नु भइरहेको छ। अहिले उज्यालोमा भएर देखाउँछु। लभली छ है। सो हाम्रो मर्निङको भ्यू चाहिँ यस्तो देखिँदो रहेछ तानदिङदेखि। लभली छ। हाम्रो सिरिजले चाहिँ फोटो खिचिसकेको छ हिमालको। तानदिङ भिलेज चाहिँ यस्तो रहेछ है गाइज। अहिले चाहिँ देखिएको छैन, भरे चाहिँ लभली देखिन्छ मासतिर। टक्क यस्तो रहेछ। उता सिक्लेस भन्ने त्यही हो। साथीहरू लभली छ है। हाम्रो भिडियोग्राफर चाहिँ यहाँ छ। हाम्रो टाइम ल्याप्स चाहिँ यहाँबाट हुँदैछ यता गोप्रोबाट। What's up, man? I'm in the Taunting village. Last call on the आउनुस् मेरो गाउँमा। उहाँको घर हो है यहाँ हाम्रो रोजन गुरुङ। हमारा चीन से आया साथी, चीनी साथी। हमारा चीन से आया साथी। चिनी साथी रे क्या फेरि लास्टमा चाहिँ। हाम्रा अमेरिकन बोय। र तानदिङको भिलेजहरू चाहिँ हेरौँ मन लाग्ने रहेछ। त्यसरी खिचेको आज। हाम्रो हल्का घाम चाहिँ उदाउँदैछ। खोइ त भिडियो खिचेको, खिच न भिडियो। ल तानदिङको चिया पनि खाइयो है त गाइज। जुम गर्नुपर्छ नि तिमीहरूले। फोटो सेसन हुँदैछ हाम्रो गडाहरूको चाहिँ। उयो राख्न, यो हाइटमा ठिक्क हुन्छ ल। लो रेजुलेसन छ। प्रिभ्यू टु क्याच हामीले प्रिभ्यू हेर्दा चाहिँ लोमा देखाएको। ल हाम्रो बिहानको ब्रेकफास्ट चाहिँ फुपूले मिठो बनाउनु भएको छ। फुपूले यहाँ यस्तो भ्यू हेर्दै टक्क खाजा चाहिँ यस्तो छ आज बिहानको। लभली छ क्या।
गाउँ आउनुको मजै छुट्टै छ होइन दाइ? एकदम यो हेर्नु न त्यही त हैन त्यसमाथि हेर्नु न दाइ भ्यू आम्मा यस्तो भ्यू हेरेर राइट जिन्दगीको सबै त्यो दिनभरिको तनाव बिर्सेर एकछिन भएन आफ्नो लागि टाइम चाहिन्छ कि जिन्दगीमा मान्छे पैसाको पछि लाएर बिग्रेछन् कि जिन्दगी बाँचेकै छैन म चाहिँ त्यो भन्छु है ठिक हो दाइ लभली छ दाइ एउटा वान एन्ड ओन्ली फिलोसफी जिन्दगीको त्यही हो आफ्नो लागि थोरै भए पनि टाइम दियो कि यो आजकलको बिजी स्केड्युलबाट हाम्रो दाइको चाहिँ यस्तै छ कुरा हजुर 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 फुपू त्यसपछि चाहिँ हामी बिजी स्केड्युलबाट एकदम लाइफलाई ब्रेक दिनै पर्छ क्या हजुर म चाहिँ त्यो सहरलाई त्यही भन्छु है सो ट्राभल चाहिँ मस्ट निडेड थिङ हो अहिलेको जेनेरेसनलाई त झन् सो हामी चाहिँ अब खाजा खाइसकेर खाना खाइसकेपछि हामी चाहिँ टक्क माथि क्रपु कि कर्पु डाँडा जान्छौँ हाम्रो ब्रेकफास्ट चाहिँ आजको यस्तो छ माइक एउटा दुईतिर टेबलमा राखिदिने जे बोल्छ सबै क्याप्चर गर्छ सो यो चाहिँ हाम्रो दिउँसोको सिन हो यहाँ मलाई के भनिरहेको छ थाहा छैन यता ब्रस हान्दैछ भर्खर बिहान उठेदेखि यता कल्लु भर्खर सुतेर उठिरहेछ हाम्रो घाम यस्तो छ र हाम्रो तानतिङ गाउँको भ्यू यस्तो छ र हाम्रो भ्यू चाहिँ यस्तो छ हाम्रो सिक्लेस गाउँ चाहिँ यो राति झिलिमिली बल्ने चाहिँ साथी गोरो हुन आँटेको मान्छेको लागि त्यो क्रिमहरू ल यस्तै छ है गाउँघर खोइ त दोस्तीहरूको बाइक ओइ ल दोस्तीले फेरि आफ्नै खुट्टामा हान्दियो भने टेन्सन कहाँदेखि ल्याउनु भएको बा यो यिनीहरू कहाँदेखि ल्याउनु भएको माथि ए यो चाहिँ गाह्रो हुँदो रहेछ नि त गाह्रो हुन्छ एक्युरेसी चाहिँ लम्बी रहेछ अन्त पुरो हुँदैन ठिक छ है बा ठिक छ एक्युरेसी त पिन पोइन्ट हुन्छ नि ल हाम्रो दोस्तले चाहिँ नयाँ ट्राई हान्दैछ ल ओइ के हो एक्युरेसी साथीको त अर्कोचोटि खुट्टामा है सो हामी चाहिँ होइन यता सेल्फी डाँडा आएको अहिले चाहिँ तानतिङ भिलेज मजाले देखिरहेको रहेछ हाम्रो तानतिङ चाहिँ यस्तो छ सानो चिटिक्कको राम्रो ब्युटिफुल भेरी भेरी र हामी चाहिँ यतातिरबाट जाँदैछौँ सेल्फी डाँडा भन्ने ठाउँ केटाहरूलाई चाहिँ बाइकमा छोडिदिएर हामी 3 दाजुभाइहरू चाहिँ टक्क झोर्लङ्गे पुलमा मेरो अर्को साथी भ्लगर रोजन श्रेष्ठ साथी त अस्तिको डान्स के अरे गीत खै थाहा नि त्यो त छोटो छोटो केटाहरुको खुल्छु छोटो छोटो दौडी न दौडी दौडी भाग्यो ओ के भयो त यिनीहरुलाई
हाम्रो अर्को साइडदेखि तानदिङ चाहिँ यस्तिको देखिँदो रहेछ। सेल्फी डाँडाबाट फर्किसकेको छौँ र यसरी यहाँ भ्यू हेर्दैछौँ। हाम्रो तानदिङ भिलेज चाहिँ यहाँ छ। सो दिस इज तानदिङ गाइज। आएर बस्दा हुन्छ, लभली छ, अति नै राम्रो छ। जानु जा है दोस्तीहरू लोकल सुप। के चाहिँ अचारको भाँडाहरू आमामा भ्यू हेर्दै खाँदैछ गटाहरू लभली छ। खुर्सानी के साथी झोलै त हो